त्यसै गरेर जम्मा पनि त नि अझै हामीले त्यो लिएर आएर जस्तै अब धादिङबाट काठमाडौँ लिएर गयो होइन त्यो ढाला हुन्छ नि ढालाबाट यस्तो होइन के ढालाबाट यस्तो बनायो भने यस्तो नबनाइकन डिपोवालाले नलिने हो नलिने अनि यस्तो अनि ट्राफिकलाई फेरि यस्तो बनायो भने चिट काट्ने ट्राफिकको लागि चाहिँ यस्तो हुनुपर्ने होइन अनि के गरिन्छ त्यो अब अनि त्यो ट्राफिकले चिट काट्छ कि ट्राफिकलाई 100 रुपियाँ दिएर चित्त बुझाउने कि अनि के गर्दा यो ट्राफिकको लागि यस्तो चाहिने अनि मान्छेलाई फेरि यस्तो चाहिने अनि कसरी मिलाउनु हुन्छ त्यो कसरी मिलाउने हो त्यो कुरो अब इन्ट्रेस्टिङ आयो भन्नु इन्ट्रेस्टिङ अब घर बनाउने ठाउँमा पनि घरवालाले घरवालाले पनि यस्तो खोज्छ अरे होइन गुरुजी अलि ल्याउने बेला अलि यसो अलिक बडा ल्याइदिनुहोस् है भन्छ डिपोवालाले त हाइट नभएर उसले माल झाँकिँदैन ए यो हाइट नयसो हुँदैन भन्छ उसले नि त नक्क चित्त बुझाउनु पर्छ ट्राफिकले खोज्छ ढाला बराबर अनि ढाला बराबर अनि अब के हो भनेपछि केही पनि होइन ट्राफिकलाई प्रत्येक चौकीमा 1000 रुपियाँ दिनुपर्छ त्यो महिनावारी डिपो महिनावारी 1000 रुपियाँ प्रत्येक धादिङबाट आउँदाखेरि त कतिवटा चाहिँ ऊ खुल्छ त कतिवटा चाहिँ के अरे पर्नुपर्छ त भन्नु त गल्छी गल्छी एक ठाउँ माधवेसी अनि त्यहाँ आएर खानी खोला सुरुमा खानी खोला भने सुरुमा तल तल भयो सुरु खानी खोला भने खानी खोला काँचोमा त्यहाँबाट खद्रीपोवा त अहिले छैन त्यो जेन्जी आन्दोलनदेखि त्यहाँ अहिले चौकी हटिसक्यो अहिले छैन अहिले भनेको अनि त्यहाँ छैन खद्रीपोवाको साथो नागढुङ्गा छ नागढुङ्गा अहिले अलिकति टाइट छ मैले खाँदैन भनेको थियो म यता जेन्जी आन्दोलनभन्दा अगाडिको हिसाब गर्छु है तपाईँलाई ल अब धादिङबाट ल्याएर तपाईँले गल्छीबाट ल्याएर ल गल्छी भन्दा अझै बैरिकतिरबाट ल्याएर ल म महिनावारी खानी चौकी हिसाब गर्छु तपाईँले दिएको ल भन्नु न तपाईँले दिएको कहाँ कहाँ दिनुभएको थियो कोल्पु एउटा कहाँ रे कोल्पु खोला नुवाकोट र धादिङ सिमाना पर्छ ए कोल्पु खोला एउटा कोल्पु अनि त्यहाँबाट आएर गल्छी आयो अनि फेरि माधवेसी आयो अनि त्यहाँबाट खानी खोला आयो मेरो पालामा खद्रीपोवा पनि थियो अनि त्यो खद्रीपोवापछि अनि नागढुङ्गा फेरि नागढुङ्गा 6वटा भयो चेकपोस्ट 7वटा भयो कलङ्कीमा चाहिँ महिनावारी खाँचरी भयो त्यहाँ त हामीले महिना गरेन जो चेकपोस्टसम्म महिनावारी थियो अनि कलङ्कीमा पनि ट्राफिकहरू त मैले टन्नै देख्थेँ दाइ ट्राफिक जमाउँदाखेरि खान्छ कि खाँदैन ट्राफिकहरूलाई के अरे टिपरवालाहरूलाई चाहिँ रोक्न चाहिँ रोक्थ्यो 100 रुपियाँ त्यो 100 रुपियाँ ए पछि चेकपोस्टमा कति 100 रुपियाँ दिएपछि त्यो यस्तो वाला जर्सीवाला हुन्छ एक पल्ट उस्तो होस् एक टिममा 100 रुपियाँ दिएपछि सक्को भनेपछि 5 6 7 8 चाहिँ महिनाको 8000 चाहिँ दिनु पर्यो तपाईँको कतिबाट दिनु पर्यो कि त्यो डिटी जसले त्यो त गाडीवाला दिनु पर्यो गाडीको साउल दिनु पर्यो म ड्राइभर भएँ तपाईँ साउ भयो तपाईँले दिनु पर्यो मैले दिनु परेन म चलाइदिने काम मात्रै तपाईँले भत्ता खाने हो नि त ए मैले चाहिँ भत्ता खाएँ मैले केही भएन मैले तपाईँलाई अब म साउ भएँ मेरो टिपो तपाईँ चलाएँ म ड्राइभर भयो बाला त मैले तपाईँ ड्राइभर छु मैले त म साउ भएछु तपाईँले त्यहाँ लैजाऊ भने हो नि त ओइ केटा बाला तपाईँले हात लिएर है भन्छ मैला खोज्छ दाइ भनेपछि ठिक छ ल दिएन त महिनावारी त्यो त दिपरी अनि ट्राफिकको 8 ठाउँ भयो होइन 8,000 त्यहीँ गयो ट्राफिकले मात्रै गयो 8,000 महिनाको 8,000 पुलिसले छुटेछ पुलिसलाई छुटेछ फेरि पुलिसलाई पनि दिनुपर्ने दिनै पर्छ कहाँको पुलिसलाई दिनु पर्ने नागढुङ्गामा गएर पुलिस हुन्छ उसले 50 दिनै पर्छ असै सयहरू पर्छ सिपाहीहरू पर्छ ए सिपाहीहरूलाई दिने सिपाहीले पनि ल्याङ गर्छ है पाएको ठाउँ मौका छोड्छ पुलिसको जाति यस्तो छ थाहै छ ट्राफिकलाई उता महिनावारी हुन्छ ट्राफिकले खाँदैन ट्राफिकले हाकिमलाई 100 खा हुन्छ ट्राफिकले पनि माथिले हाकिमले मात्रै हेर्ने हामीले नहेर्ने उसले पनि 50 दिने ल्याएपछि है नागढुङ्गामा ट्राफिक र पुलिस गरी 100 रुपियाँ गयो गल्छीमा 50 रुपियाँ गयो टट्टा पुलिसलाई दिनकै कि टिपकै विषय चाहिँ लगभग महिनामा ट्राफिक र पुलिस खर्च गरी जान्छ हो 10,000 15,000 जान्छ
15,000 चाहिँ ट्राफिकमा जान्छ। ट्राफिक पुलिस गरी एकजना मान्छेको लाइफ स्यालेरी दिने पैसा त तिनीहरूमै गइसक्यो। 15,000 चाहिँ लगानी गर्नु पर्यो ट्राफिक पुलिसलाई। एउटा व्यवसाय गर्छु मैले, अब यहाँबाट गएर मसँग अब के अब 40-50 लाख पैसा छँदैछ, अब एउटा टिपर किन्छु अनि त्यसपछि ट्याक्का लाएर गिटी सेट साथी बोक्छु, अब मेरो जीवन निर्माण मजाले चल्छ भनेर सोच्नु मैले नपर्ने रहेछ। सक्नुहुन्न, तपाईँ फस्नुहुन्छ बेकार। त्यो नजाने कामको बाटो नसोध्नु, नगरे काममा हातै नहाल्नु तपाईँ है। टिपर लाइनमा यति भ्रष्टाचार छ कि यति भ्रष्टाचार छ कि सुन्दा पनि आफूले इडी लाएर आउँछ। पहिल्यैदेखि पुलिसले पालिदिनुपर्छ। पहिल्यैदेखि है अब एक हिसाबले त है अब गल्ती पनि हाम्रो पनि छ। हामीलाई जो मार्टनमा चाहिने माल रिटर्न चाहिने, फेरि माल जब फेरि हामीले फेरि हाइट यस्तो बनाएर ल्याएन भने हाइट यस्तो बनाएर ल्याएन भने चाहिँ फेरि जान पाउने हामीले जान त पुलिसले त ढाला बराबर भएपछि पुलिसले त खिचेर ट्राफिकले चाहिँ के भन्छ अनि फेरि ढाला बराबर महिनाले माग्छ ढाला बराबर भयो नि महिनाले चाहिँ माग्छ ढाला बराबर भयो भने महिनावारी माग्छ सब। अनि हाम्रो त केही गल्ती नै छैन त त्यहाँनिर, गल्ती छैन केही पनि छैन र पनि हो। तपाईँ जहिले पनि त्यही भन्नुहुन्छ, तपाईँ कागज पत्र लाइसेन्स सबै ठिक छ, ठिक छ, बत्तीहरू सबै ठिक छ, माल पनि ढाला बराबर ठिक छ। ट्राफिकले खाना त पर्यो, एउटा न्युज बनाउनु पर्यो। के भन्न थाहा छ? रङ मिलेन भन्छ। रङ मैलो भयो भन्छ। के को रङ मैलो भयो? गाडीको रङ, टिफरको रङ मैलो भयो भन्छ। रङ अन्याम भइसक्यो, रङ गाडा भइसक्यो, गाडा भएन, रङ फोहोर भइसक्यो। अनि केसी लगाएर अगाडिको टायर रिसोल टायर भयो। रिसोल टायर अगाडि नयाँ टायर चाहिन्छ अरे। अनि केसी लगाएर नि ड्राइभरले जुत्ता खोज्छ, ड्राइभरले जुत्ता लगाइ चप्पल लगाएको छ। अब ड्राइभर जुत्ता त नलागिकन त ठुलो गाडी चलाउनु त पाइँदैन दाइ त्यो होइन, पछि बनायो यो होइन, त्यो पनि खानाको लागि बनाएको हो, त्यसमा छैन फेरि यो चिटमा छैन। चिटमा भन्दा नि यो जो यातायातको धारा के भन्छ नि संविधान हामी नजाउँ, त्यो टाढा कुरा हामी जो सामान्य चालकलाई त्यो जानकारी छैन। जुन यातायातको उसमा चाहिँ त्यो नियम छैन कि, त्यो जुत्ता लगाएर गाडी चलाउने नियम छैन कि छैन। यो पछि ट्राफिकलाई नै रुल्स निकालेर अनि त्यसपछि जुत्ता लगाउनु पर्छ भन्ने बनाएको र पनि अनि त्यहाँ त खोज्छ। अब खोज्छ नि, नम्बर प्लेट मैलो भयो भनिन्छ, नम्बर प्लेट धमिलो भयो भनिन्छ। अनि स्टिकर हालेको, हरन हालेको त्यो छैन, बिलबुङ देखाएको हुन्छ। केही सु लाग्यो भने अब अहिले प्रत्येक गाडीमा त उफर क्यासेट हुन्छ। अनि गाडीमा क्यासेट बनाउन के अरे अलाउड छ भन्छ होला होइन? त्यो पनि भयो। बिलुङमा रेडियो छ छैन जना हुन्छ नि त। बिलुङ त कोहीमा छ, कोही हुन्छ कोही हुँदैन होइन। त्यसमा अब हुनेको भइहाल्यो, नहुनेको त जसरी खान्छ कि जसरी खान्छ। अब भनेपछि यो यार गाडीको रङ मिलेन र आज भने त मलाई अति लाग्यो त्यो यार। किनभने के भएर त सामान पाउने हो त, धुलो मैलो त जति पनि हुन्छ, कसैले धुन नभएर हुन्छ, कसैले के गर्न नभएर हुन्छ। मेरै आँखा अगाडि यातायात दफा पनि हाल्दैछ। यातायात दफा कस्तो दफा? जस्तै कलर नमिलेको भने त दफा हान्दै यातायात दफा भनेको 5,000 को हुन्छ नि त्यो त। 5,000 को चिट काट्दैछ। अब ड्राइभर अलिक पाको बुढो ड्राइभर ऊ भन्छ मेरो सबै ठिक छ, मेरो ढालाबाट माग्छ, केमा कमाउँछ, रङ मिलेन भनिन्छ। त्यतिकैमा अब चिट काटिन्छ, यातायात दफा हालेको। 5,000 त्यसमा बार्गेनिङ गरेर डिसाइड गर्नुभन्दा त 1,000 बेसी महिना 1,000 दिएपछि 1 महिनासम्म चुप बोल्दैन जे भयो। त्यो गाडी एउटा हेडलाइट जले पनि उसलाई मतलब छैन, उसलाई पछाडि ब्याक लाइट ब्रेक लाइट बलले नौले उसलाई मतलब छैन। अनि टिपरको बालुवामा पानी चुहाल्या छ, ओभरलोड छ, त्यो पनि मतलब छैन। हरन भर्खर बजाएको छ, त्यो पनि मतलब छैन। यसो मोबाइल त्यसरी गाडीमा ट्याक्क हानेपछि यसको यतिसम्म रहेछ है महिनाभरि। सबै मोबाइल छैन भने हेर्छ सबै मोबाइलै हेर्ने हो। राति बसी टर्च बाल्छ, टर्च पछि ड्राइभर गाडी हेर्दैन, नम्बर हेर्छ, टिपर नम्बर हेर्छ। ड्राइभर को मतलब छैन उसलाई, ड्राइभरको लाइसेन्स छैन मतलब त्यो मतलब छैन उसलाई, केही छैन। नम्बर हेर्छ, नम्बर र मोबाइल ट्याक्क हानेपछि त्यो नम्बर आउँछ, उसले ठ्याक्क सेभ गरे हुन्छ। यसको यति गतिबाट यति गइसक्यो नि।
महिनावारी महिनावारी 1.5 पायो गयो 1.5 भन्ने बित्तिकै ऊ हेर्दैन उसले पतिनी फरक फरक बस्छ अनि चाहिँ जाने पुरो जाने हो किनकि त्यो त चारलाई थाहा हुन्छ मैले अघि भनिदिएको यो चौकीमा यदि 1.5 चाहिँ मेरो महिनावारी छ थाहा हुन्छ अब पैसा दिँदाखेरि चाहिँ खासमा मान्छेलाई ल भनेर झ्यालबाट सुट्ट यसरी दिने कि चौकीमा गएर सर त्यो बिलुमा हाल्ने डाटा दिने ए अच्छा बुलु भित्र हाल्ने अनि सर यो मैले सकेपछि ऊ आफै आउँछ गुरु सकेछ है तपाईँको ए अझै मोबाइल देखाएर खाता देखाएर चाहिँ के अरे उसले अनि मोबाइल हेर्छ किराना पसलमा त्यो खाता बाँकी छ नि भनेर त्यो खाता देखाएर गुरु सकेछ है भनेर भन्छ गुरु सके है तपाईँको आजबाट भन्छ अब कहिले अब म भैया दिन्छु भने छोडिन्छ कहिले हुँदैन आज चाहिन्छ भन्छ त्यतिखेर कोही डिसेस पर्छ ट्राफिक पनि यस्तै के गर्ने अब गाह्रो छ टिपर चलाउन गाह्रो छ धेरै गाह्रो टिपर चलाउन त टिपर लाइनमा त्यस्तो साह्रो भट्टादार हुन्छ है कुरो नगरौँ तब हामीले चाहिँ सोझो मान्छेले टिपर चलाउन सक्दैन टिपर चलाउनु भनेको 420 फटा एकदम चन्बुट बाठाले मात्र हो त्यही भएर मैले त्यो टिपर लाइन अहिलेसम्म चाहिँ मैले हात हालेको छैन तर मलाई त्यो ट्राफिकको चाहिँ ट्राफिकले रोक्यो कि मलाई यार दिग्दारै लाग्छ मैले होइन नेपालमा मैले आइएनजिओ गाडी चलाएँ लाइट गाडी चलाएँ एउटा ट्राफिकले मलाई एकचोटि चिठी पुगेन एउटा औँला छोडेन होइन अब उनीहरूले म के भन्छु भने तपाईँहरूले अब बिलबुक लाइसेन्सहरू अब माल कति ल्याएको थियो हेरिदिनु सबै ठिक छ छोडिदिनु कि त्यो यो मिलेन त्यो मिलेन अनावश्यक बिना झन्झट गरेर त्यो पैसा चाहिँ झार्ने काम चाहिँ नगर्नुहोस् होइन तपाईँको क्षेत्रबाट कसले जित्नु भएको सांसद आशिका तामाङ हो क्या आशिका दिदीलाई भन्नु पर्यो अब त आशिका दिदीलाई भन्ने नै हो उहाँले अस्ति के भन्दै थियो घरि मेसिन हाल्न दिन्छ घरि के अरे बालुवा निकालिदिन्छ घरि दिँदैन भनिरहेको थियो नि तपाईँको साथी एकदम दाइले हो अब आशिका दिदीलाई चाहिँ भन्नु पर्यो कि हामीलाई यो समस्या छ यो चौकीमा के गर्ने हो भनेर भन्नुभयो अहिले नै भनिहाल्नु आशिका दिदीलाई ल अब आशिका दिदीले यो भिडियो हाम्रो त सुदान गुरुङ हो हामी त सिधै सुदान गुरुङलाई भन्ने आशिका दिदीले यो भिडियो हेर्नुहुन्छ या हुन त्यो मलाई थाहा छैन हेर्नुहुन्छ हेर्नुभयो भने के छ नि कोल्पु खोला अनि गल्छी यो मारेबेसी खाने खोलामा चाहिँ टिप्पर चालकलाई धुरुक्क रोयो भनेको ट्राफिक हो महिनावारी नजिकै त छोड्दैन अनेकौं बाहना गरेर भने एउटा न सबै ठिक छ नि एउटा न एउटा खोट लगाएर भए पनि चिट कतारै छोड्छ कि 2000 चिट काट साट्यो त अब बोर्ड महिना 1000 फाल्नु पनि लाग्दैन मान्छे तपाईँ भए पनि त ल तपाईँको दिग्दारै पार्छ भने त अनि दिनभरि पार्छ कि अब टिपै दिए तपाईँको 2000 चिट काटेपछि गएन के गर्नु पर्दैन कि अनेकको बाहना गरेर भए पनि कहिले यो भएन कहिले त्यो भएन एउटा ठिक सानो पनि उसले न्यु बनाएर भए पनि चिट कटारै छोड्छ त्यही भएर अनि अब साउहरू जुन टिपर चालकहरू पनि एडिटेड भएर नि अब यिनीहरूसँग डिस्कस गर्नु बार्गेनिङ गर्नु भन्दा त बरु 1000 फालिदिउँ न त्यो भएपछि टेन्सन नै मुक्त भनेर त्यो पनि र पनि ल 100 वटा गाडी हिँड्छ अरे भने 100 वटा टिपर हिँड्छ भने त गएन 1 लाख एउटा चोकली 1 लाख आयो महिनाको 1 लाख खाएन त अनि कपडा के पारेन त सरलाई पाए अनि खै नेपालमा अनि के गर्छु भने नि अनि तपाईँ हामीलाई चाहिँ अनि गरिब गुरुवाको चुसे भएन त मोदी नै गरिब जनता त हो अनि हामीले तपाईँको यो उमेरसम्म नेपालमा गर्नुभयो दुःख गर्नुभयो अनि फेरि केही सिम नलाएर अहिले लगभग रिटायर हुने बेलामा फेरि विदेश हुनु पर्यो अब मजा आयो त आएन नि अब के गर्नु त यसमा हामी के गर्ने खोइ अब हामी अब त्यही भएर अब आशिका दिदी जस्तो मान्छेलाई जिताएर पठाएको छौँ होइन उहाँले मुद्ने मान्छेलाई त समाउनु हुन्थ्यो भने होइन मुद्ने मान्छेलाई समायो नि त उहाँले होइन अनि महिनाको 1 लाख झ्याम पार्ने 1 लाख मात्रै हो र त्यहाँ 100 वटा मात्रै टिफर गुड्ला त त्यहाँ गुड्दैन नि के हो 100 वटा भन्दा बढी गुड्दैन र त्यहाँ अहिले त्यस्तै होला 100 जिल्लाले ल यो चौकी भन्दा यता माथि खाने उत्पादन गर्ने ठाउँ छैन आउने तेरो चौकी कटेर आउने हो 5 खाल चौकीले चाहिँ ल त्यो चौकीबाट ओभरलोड कट्यो भने मैले तर समाउँछु
एक्सन मैले तल लिन्छु भन्यो भने चाहिँ तुरुन्तै हुन्छ नि त। किन नआउने माथि हाके भएपछि अनि माथि के अरे तपाईँ धादिङमा पनि के तल के अरे खानी खोला भन्दा तल के खोला अरे खानी खोला माधवबेसी माधवबेसीतिरको पुलिसलाई टिफरले चाहिँ यहाँबाट माथि लिएर गयो भने अथवा खानी खोला भन्दा पछि आउने कुन छ अरे माधवबेसी भन्दा अलिक माथि खानी खोला होइन, त्यहाँबाट कटेर खानी खोलाको पुलिसले चाहिँ फेरि ओभरलोड समात्यो भने एक्सन चाहिँ तल हुन्छ भनेर भनिदियो भने त्यो पनि कन्ट्रोल होला। त्यो कन्ट्रोल त हुन्छ किन नहुनु, तर पुलिसले गरे हुन्छ, पुलिसलाई सघाउँछ होइन, थगाउँछ नि, पुलिस मिल्छ। चौकीले मेन जिल्ला हाकिमलाई पछि बुझाएर हुन्छ अरे ल। त्यही त हाकिमलाई नबुझाइकन त हुँदैन नि, हाकिमलाई नबुझाएर उनीहरूले बाटोमा कसरी आउने, कसरी आउँछ त, हाकिमलाई त बुझाउनै पर्यो। फेरि अब पुलिसहरूले नि हेर्ला, ट्राफिक हेर्ला, हामीलाई फेरि तैँले प्रमाण देखाएछस् भन्ला, फेरि हामीले चाहिँ अब प्रमाण त हामी थाहा त प्रमाण त छैन, अब हामीले मान्छेले भन्छ नि बोलीले दुःख पाउँछ भन्छ नि, त्यो चाहिँ अब सुन्नमा आएको हुन त। अब सुन्न त के सुन्न हामी, अब तपाईँको त्यो बाटोमा ट्राफिक बसेर त्यो भ्रष्टाचार गरेर उनीहरू त थाहा त हुनु पर्ने हाकिमहरूलाई होइन, हाकिमहरूको अनुमति बिना थाहा नगरी त कसरी गर्छ, यो त सम्भव छैन नि, यो त सबै उनीहरू माथि पिलिरहेको हुन्छ नि, माथि हाकिम नपिलिए त उनीहरूले कसरी हाकिमको सपोर्ट छ उनीहरू त नि ऊ राजा बन्छ त नि, भोलि हाकिमले पनि भोलितिर गल्ती देख्यो भने भोलि तपाईँ कारवाही भोग्नु तयार हुनुपर्छ। अलिक सुदम गुरुङ बालन स्ट्रिक भएर गरिदियो भने त ओहो जनताहरूले लिएर केही भिडियो बनाएर पठायो भने मलाई हाकिमले डरो मलाई कारवाही पर्छ भन्ने डर हुन्छ नि त, डरै छैन, उसले हाकिमलाई माथि पिलिरहेको हुन्छ, के डर हाकिमले भन्छ ए मिलाएर भन्छ अब के भइहाल्यो नि हाकिमले नि लडाइलो भनेर उनीहरू भिडियो जाँदा उनीहरू त ढाक्छेउ भइहाल्छ, बाहिर जनता अगाडि मात्र यसलाई यस्तो गरिदिए उस्तो गरिदिए यसको दागी सस्पेन्ड भयो यसलाई यति महिना सस्पेन्ड राखिदिए भन्छ, केही पनि हुँदैन त्यो भित्र त उनीहरूको सफल भइहाल्छ, ट्राफिक भित्र सफल हुन्छ, त्यही हुने आखिर हामी मात्र हो, जहाँ मार पर्ने हामी मात्र हो। ल दाजु अब छलफल मिठो छलफल भयो, हामीले आशिका दिदीलाई पनि सिकायत गर्ने विषयमा होइन, अब आगामी दिनहरूमा आशिका दिदी पनि एकदम कडा खाइमा छ, कडा खान्छ, अनि तामाङको छोरी हो, डराउँदैन, लटर पर्दा त्यो जामा उसले डाइट भन्छ कि सिधा भन्छ कि, तर यतिको साहसी महिला चाहिँ चाहिन्छ नेपालमा, चाहिनु पर्ने कि हुनुपर्छ नि त, अनि त्यही भएर त ठाउँमा पुगेछ, राम्रो छ, उसले एकदम कडा उसले बोल्छ कि अरूले त हजुर तपाईँ भनेर भन्दैन, उसले फ्याट मनमा आगो उसले पेरा पाप्छ नि, फ्याट भन्छ, त्यो हो नि त चाहिने होइन।